यो चाहिँ ट्रेन स्टेसनको भयो। यहाँ माथिहरू लेखिदिएको हुन्छ कुन एरियामा जाने हो। स्टेसन चाहिँ त्यहाँ अगाडि पढ्नुपर्छ, हेर्नुपर्छ होइन। त्यहाँ मेरो चाहिँ 11 नम्बर हो, नेसनल रेलवे नेसनल रेलवे लाइन हो। त्यही हो, अघि मैले भ्लग रेकर्ड चाहिँ गरिसकेको थिएँ होइन, इन्ट्रोहरू सबै रेकर्ड गरिरहेको थिएँ र ट्रेनको आवाजले चाहिँ साउन्डै भएछ क्या। अनि त्यसपछि अब जाँदैछु। आज काम चाहिँ बेलुका छ, बेलुका चिज आउँदैछ क्या। बेलुका बिहानदेखि बेलुका भयो भने चाहिँ त्यस्तो लाग्दैन, कहिले बेलुकादेखि रातिसम्म हुन्छ। राति 12 बजीतिर 11:30 के अरे 12-1 बजीतिर बस्तिर त्यो चाहिँ लाग्छ क्या। के गर्नु खानालाई काम गर्नै पऱ्यो, गऱ्यो भने मात्र खान पाइन्छ, त्यस्तै हो। म चाहिँ कहाँ काम गर्छु भन्दा चाहिँ अहिले म देखाउँछु है तपाईँहरूलाई, स्टे ट्युन त्यसको लागि होइन। कहाँ काम गर्छु देखाउँछु। ट्रेन आइसक्यो, यो ट्रेन अब यहाँ 10 मिनट जति रुक्छ होला। अनि त्यसपछि ट्याक्कै मेरो डेस्टिनेसनतिर लाग्छ। अघि मैले भ्लग रेकर्ड गराएको थिएँ, तर त्यो ट्रेनको घटाएर आवाजले केही साउन्ड आएर हिँड्दैन। अनि चेक गरेको त साउन्डै पो छैन ट्रेन उसमा, भ्लगमा बोल्नु त्यो ट्रेनको मात्रै साउन्ड आएर चाहिँ त्यही हो। अगाडि जाने हो। अब यो ट्रेन उता फर्केर जान्छ, उतातिर जान्छ फेरि विदाउट कन्सर्ट ल। विदाउट कन्सर्ट त खिच्नु मेरो नखम गएको त गाह्रै छ यहाँ काम गर्नु, किन भन्दा उभिएको गर्नुपर्छ। यस्तो हो फेरि काम गाह्रो भयो पनि काम गर्ने साथी मेटहरू राम्रो हो भने रमाइलो हुन्छ क्या। तर एक्लै पऱ्यो भने चाहिँ लास्ट गिचक हुन्छ क्या। जस्तै मैले अहिले काम गर्ने ठाउँमा नेपालीहरू पनि छ, नेपालीहरू भयो भने लास्ट रमाइलो हुन्छ क्या। गफसफ हान्दै यताउता गर्दै टाइम गएको थाहा हुँदैन होइन। तर फेरि पुस्तकारी कालेहरू पऱ्यो भने चाहिँ तिनीहरू आफ्नो आफ्नो कम्युनिटी बोलिहाल्छ, हामीलाई चाहिँ फेरि एक्लै पारिदिन्छ क्या। अनि झ्याउ लाग्छ, यति लामो टाइम गएको जस्तो लाग्छ क्या। म त अस्ति यस्तो रिस उठ्यो होइन नि है, गराएको 9 घन्टाको त्यो दिन 9 घन्टाको सिट हाने बोल्ने साथी छैन, एक्लै दिक्को छ चाहिँ ट्रेन है। सिट बस्नु त राम्रै हुन्छ, फेरि मलाई चाहिँ यस्तो उल्टोमा बस्नु चाहिँ लास्ट लाग्छ क्या, किचक लाग्छ। यता जाँदैछु भने यतै फर्केर बस्नुपर्छ क्या म चाहिँ, नत्र त मलाई त्यो रिङाटा चलाए जस्तो हुन्छ क्या। अब त्यही हो, यहाँबाट त्यस्तै 40 मिनट त देखाएको छ। 40 मिनट भनेको वेटिङ टाइम प्लस सबै गरेर हो। अब यहाँबाट अब पुग्ने हो। म चाहिँ मेरो चाहिँ ठ्याक्कै 5 बजीदेखि काम हो क्या, 5 बजीदेखि हो। तर म चाहिँ आधी घन्टा अगाडि नै पुग्छु क्या मेनली। अहिले कति भइरहेछ भन्दाखेरि टाइम देखाएको छैन, यसो टाइम देखाइरहेको छ। मेरो चाहिँ 5 बजीदेखि हो, तर म आधी घन्टा अगाडि नै पुग्छु क्या। मेनली आधी घन्टा अगाडि पुग्दा राम्रो क्या, मेरो चाहिँ सोच त्यस्तो। किन भन्दाखेरि तिम्रो जो हुन्छ नि म्यानेजर, तिमीभन्दा माथिकोलाई चाहिँ इम्प्रेसन राम्रो बस्छ क्या। यो त टाइम म्यानेज गर्ने मान्छे रहेछ है। तर कुनै बेला यस्तो हुन्छ कि तिमी ट्रेनको यहाँ टाइमिङ हेरेर हिँड्यो भने 15 मिनट आधी घन्टा लेट भइरहेको हुन्छ क्या। कुनै ट्रेनहरू के भइदिरहेको हुन्छ, त्यो भन्दा आफू नै आधी घन्टा हिँड्यो भने त त्यो 15 मिनट कभर भयो नि त होइन। त्यो भएर चाहिँ त्यो टाइमिङ भन्दा नि अगाडि नै हिँड्यो। अब जे गरे पनि काममा आउनै छ। अब कुनै बेला हुन्छ तिमीहरूले कुनै चाहिँ कलेज पछि गर्नेहरू हुन्छ, तिनीहरूको त एक्ज्याक्ट गर्नु पनि मिल्दैन। तर सकेसम्म टाइमिङ मिलाएर हिँड्यो भने चाहिँ आधी घन्टा अगाडि गएर टक्क गरेर आफूलाई रेडी गर्ने, माइन्ड मेकअप गर्ने, सामानसँग सबै आफ्नो रेडी गरेर राख्ने, त्यो गर्न पायो नि त होइन। अनि त्यसपछि यहाँको काम चाहिँ त्यही हो,
अब हाम्रो नेपालमा बसी गर्ने काम भनौँ न जे गरे पनि अब पहिला मैले बसी नै गरेको भनौँ लिटरली अब आइटी कम्पनीमा होस् या अरू कम्पनीमा होस् बसेर कुर्सीमा फ्याट्ट गरेर सुतेर गरेको काम यहाँ 12 घन्टा 13 घन्टा उभिनुपर्छ यस्तो खुट्टा दुख्छ खुट्टै खाएको जस्तो लाग्छ क्या अझ मेरो यो जुत्ता बुट हो क्या यो अगाडि मेटल भएको सेफ्टी सू छ क्या अनि यो चाहिँ लास्ट कडा हुन्छ क्या यो लाउनै पर्छ फेरि काममा लगाएर आइज नै भन्छ लगाएर आएन भने आजकल गर्छ कुनै मतलब फिट त नि हुन्छ यही हो अब यिनीहरू यहाँ चाहिँ काम पाउन पनि गाह्रो हो काम कन्टिन्यू गरिराख्न पनि गाह्रो हो काम पाउन सबसे गाह्रो किन भन्दाखेरि चाहिँ यहाँ अब मान्छे काम पाउनु चाहिँ सबसे गाह्रो मान्छे कतिजना छन् क्या कति मान्छे छ क्या काम लिमिटेड मान्छे टन्नै अनि पार्ट टाइम पाउनु गाह्रो क्या किन भन्दाखेरि यहाँको मान्छेहरूले प्रायोरिटी पनि बढी फेरि फुल टाइममा गर्छ क्या पार्ट टाइम भन्दाखेरि होइन त्यही भएर चाहिँ अलिकति काम पाउनु गाह्रो काम पाएपछि चाहिँ सकेसम्म नछोड्नु नै भन्छु मेन्टल्ली अर्को काम नपाएसम्म चाहिँ नछोड्नु फेरि छोड्यो भने अनि त्यसपछि मेन्टल स्ट्रेस के हुन्छ भन्दा काम छैन अब खाने कसरी बस्ने कसरी बाँच्ने कसरी घरबाट त बुझ्छन् बुझ्ने परिवारले बुझ्छन् किन भन्दाखेरि बुझ्छन् बाहिर गएपछि सजिलो हुँदैन तर आफूले पनि स्ट्रेस हुन्छ आफूले पनि केही गरौँ घरमा बाबुआमाको स्थिति राम्रो गरिदिउँ भन्ने हुन्छ तर त्यस्तै हो होइन मैले यस्तै अलिकति अलिअलि स्टेबिलिटी आउँदैछ यो लाइफमा स्टेबिलिटी आउनु नै ठिक हो होइन गो विथ द फ्लो भन्छ गो विथ द फ्लो नै छ अहिले पनि फ्लोमै फ्लो भइरह अब त्यही हो यहाँ चाहिँ बाहिर आयो यस्तो यस्तो यो त्यो भन्यो सोचेर आइन्छ तर हुँदैन जस्तो सोचे जस्तो केही हुन्न भन्ने डाइलग छ नि तर अहिले हुँदैन होला पछि हुन्छ मेबी नट टुडे मेबी नट टुमरो मेबी नट डे आफ्टर टुमरो बट वान डे त्यही हो अब यहाँबाट काम गरेर गएपछि ट्याक्कै आज म तपाईँहरूलाई देखाउँछु म कहाँ काम गर्छु तपाईँहरूलाई सरप्राइज छ कहाँ काम गर्छु भन्ने चाहिँ अनि ठाउँ चाहिँ ठुलो हो काम गर्ने ठाउँ चाहिँ होइन तपाईँहरूले देखिहाल्नुहुन्छ ल ट्रेन चाहिँ हिँड्यो यहाँ चाहिँ कल भइरहेको हुन्छ क्या साउन्डहरू आइदिरहेको हुन्छ कहाँ जाने हो लेखिरहेको हुन्छ कतिमा दिन्छ होइन लाग्ने यहाँबाट लागेपछि त्यहाँबाट झरेर पनि 15 मिनट पर्छ क्या फेरि ट्रेन स्टेसनबाट चाहिँ लाग्छ हिँडेर आफू मोटो मान्छे त्यो पनि भएर हो कि अलिअलि चाहिँ घट्नु थालिन्छ कि यहाँ काम गर्न थालेपछि हेरौँ तर हाम्रो चाहिँ कस्तो हुन्छ पानी खानी लाग्ने त्यही भएर केही छैन यहाँ चाहिँ ग्राफिक्सहरू कस्तो मजाले बनाउँछ घरहरू चाहिँ दामी बनाउँछ यहाँ चाहिँ डिजाइनहरूदेखि लिएर सबैहरू अनि एउटा कुरा भन्नुपर्छ तपाईँहरूलाई जहाँ काम गर्छु नि होइन त्यहाँ राम्रै छ स्टाफ पनि त्यहाँ टन्नै काम गर्छ अलमोस्ट धेरै नै भनौँ होइन अहिले म तपाईँलाई भन्छु कति काम गर्छ होइन खाना चाहिँ वान अफ द वर्स्ट हो क्या यहाँ किन भन्दा जीवन गुलियो हाल्छ क्या गुलियो मासुको क्या गुलियो हाल्यो तरकारीको क्या गुलियो हाल्यो टाइपको चिकन त्यहाँ दिन्छ खाना नदिने होइन राइस हुन्छ चिकन हुन्छ कहिले के हुन्छ मेनली त बिफै चल्छ यहाँ चिकन भन्दा पनि होइन त्यसमा पनि चिनी हालेर पकाएको क्या खाना चाहिँ वाइन हाल्छ सुने मैले पनि वाइन हालेर पकाउँछ होइन यस्तो खाना गुलियो हुन्छ नि त्यो भोक लागेको पनि एक्साइट हुन्छ नि अब खाना खाना जाने पकाउनु भने सट्टै एक बाइट हालेपछि फ्या जस्तो लाग्छ क्या आफूलाई अब हामीले मसालेदार खाने बानी नुन अब मसालेदार पनि नहोस् क्या नुन मात्र लागेको भए पनि होस् जस्तो लाग्छ क्या अब त्यस्तो छ क्या खाना चाहिँ नदिने होइन मजाले दिन्छ जति खाना खा भन्छ क्या होइन आफै हान्ने आफै खाने क्या तर खानै सकिँदैन क्या सेफ अब हाम्रोतिरको सेफ भयो भने पहिलेसम्म यहाँको मैले खाना राम्ररी खाएको छैन चिकन खाएँ पनि खाएँ राइस खाएँ पनि यस्तो रियर जाने के गर्नु खानै पऱ्यो भोक लागिरहेको हुन्छ अलिअलि खायो सबै फाल्थ्यो
त्यो भन्दा पनि अस्ति छोले भेज खायो क्या अब ल चिकनमा त होला त्यस्तो भएर भेज खाइदिएको भेज छोले भटोरेको त्यो छोले हुन्छ नि छोले चावल थियो क्या होइन राइस थियो त्यो छोले पनि गुलियो छ हौ साइको भइदिएर भोकै मर्छ क्या त्यस्तो भइन्छ अनि के कम्प्लेन गर्नु हामी 2-3जना छौँ नेपाली उनीहरू टन्नै छ उनीहरूलाई प्रायोरिटी हुन्छ नि त एकैको लागि बनाइदिँदैन नि त यहाँ होइन त्यस्तो नि त सबैले ओभरअल यहाँबाट 2 स्टेसन चाहिँ पर हो मेरो अब एउटा स्टेसन आउँदैछ त्यो स्टेसन पछिको अर्को स्टेसन 2 स्टेसन भन्नु त्यसपछि यो स्टेसन पछिको चाहिँ बेलुका काम गर्नु चाहिँ बेलुका काम गर्नु लाग्छ होला राति 1-2 बजी छुट्टी हुन्छ 11-12 बजी छुट्टी हुन्छ आउँदा 1-2 बजी आएछ मतलब 1 बजी हाल्छ सुत्यो खायो 1-2 बजी हाल्छ बिहान उठेर फेरि चल भयो तर झन् भोलि छुट्टी छ होइन भोलि सुत्ने त्यो भोलि मन्दिर जान्छु मन्दिरको पनि भग बनाउनु तला जस्तो लागिरहेको होइन हाम्रो यहाँ मन्दिर छ पशुपति मन्दिर म मन्डे रेगुलरली गइरहेको छु क्या अलिकति आस्था राख्ने मान्छे होइन त्यही भन्छ भोलि चाहिँ मन्दिरको पनि भग बनाउँछु होला स्टेडियम होइन त्यसको लागि अब बिस्तारै भ्लग बनाउनु पऱ्यो भनेर सोचेको कत्रो ग्याप पनि भयो अनि ग्याप चाहिँ किन भयो भनेर आई वाज नट त्यो जोनमा बनाउने जोनमा मुड पनि नचल्ने ओला काम नभएर पनि त्यो एउटा मेन्टल्ली भएर पनि अलिअलि लाइफमा चेन्जेस आउँदैछ हुन्छ जस्तो छ लाइफ होइन यस्तो पनि नभनौँ आँखा लाग्छ होइन त्यो पनि हो तर टचवुड नहोस् पनि होइन त्यो भएर चाहिँ सबै कुरा बिस्तारै स्टेबिलिटी आओस् भन्ने चाहिँ चाहन्छु म लाइफमा चाहिँ त्यति हो भ्लग अब आउँदै गर्छ बिस्तारै अब काममा गएको यताउता साथीहरू युनिमा बनाउनु मन लाग्छ क्या फेरि बाहिर आएर इङ्ग्लिसमा भ्लग बनाउनु जस्तो लाग्छ फेरि युनिको केटाहरू सब इन्डियन सब इन्डियन यस्तो छ युनिको केटाहरू सब इन्डियन पनि हिन्दी पनि क्या तेलुगु तामिल तेलुगु र तामिलमा फरक रहेछ अनि उनीहरू आफ्नो हान्छ म एक्लै दिन छैन मेरो क्लासमा म एक्लै त्यही हो अब चाहिँ राम्रो लगाउने पर्छ त्यही हो मन राम्रो हुन थालेपछि माइन्ड अलिकति हुन थालेपछि आफूलाई पनि के गर्न जागिर जोस जाग्रो हुन्छ लाग्छ मन लाग्दैन हिँड्नु जानु पुस गर्थ्यो क्या त्यो एटेन्डेन्सको टेन्सनले भए पनि पुस गर्थ्यो क्या त्यही भएर अब झरेपछि अनि देखाउँछु ल मेरो काम गर्ने ठाउँ परैबाट देख्छ मेरो काम गर्ने ठाउँ चाहिँ म तपाईँलाई देखाउँछु ठुलो छ त्यही हो अब म काममा जाँदैछु यही हो जाने बाटो चाहिँ होइन यो बाटो हिँड्ने बाटो चाहिँ त्यहीँ छ है विदेशको बाटो त हो R15 भित्री कि कुन हो अब सस्तो पर्छ नेपालीहरूले पनि किन्छ क्या कुनै कुनै चाहिँ त्यही हो चाहिँ गेम आज आएर हाम्रो गेम त आएर म्यार नेपालले त्यस्तै हो सिक्छौँ बिस्तारै सिक्दै जान्छौँ त्यत्रो रन बनाउनु पऱ्यो हामीलाई पहिला पहाड हुन्थ्यो 180 भन्ने चिज त पहाडै हुन्थ्यो नि कनी कनी हामी 120 बनाउने मान्छे अनि 120 पनि कनी कनी बनाउँछ अब त 180 छोइदिन्छ जस्तो लाग्छ केटाहरूले मलाई यति मात्र हो वर्ल्ड कपमा हामीले एउटै त छ अब टेस्ट टिम बाँकी होइन वेस्ट इन्डिज त्यसलाई हराउन पायो भने चाहिँ टक्क लाएर त्यसपछि स्कटल्यान्ड र इटलीलाई धोयो भने त 6 पॉइन्टले हामी क्वालिफाई गर्दैनौँ होला त त्यही हो मेरो काम गर्ने ठाउँ चाहिँ उयो हो ठुलो बिल्डिङ देखिराख्नु भएको छ राम्रो देख्नु भएको छैन होला अगाडिबाट देखाउँछु ल केटा म काम गर्ने ठाउँ आइपुग्यो हेर्ने त काम गर्ने ठाउँ कस्तो छ मैले शान्ति नठाउँमै काम गर्ने हो कि यो हो मैले चाहिँ काम गर्ने ठाउँ स्टेडियम हो टोटल नाम आज
आज गर्ल्स गेम छ जस्तो लाग्यो होइन गेम भइरहेछ अरे म चाहिँ जाने हो 6 घन्टाको सिफ्ट हान्ने हो राति फर्किने अनि आज गर्ल्स गेममा चाहिँ त्यति मान्छे हुँदैन त्यही भएर सिफ्ट कम हुन्छ क्या त्यही हो टोटनहाम स्टेडियम फुटबल कसले हेर्नुहुन्छ तिनीहरूलाई थाहा छ होला यो भ्लगमा त राख्छु फेरि टोटनहामले मेरो के अरे स्ट्राइक नदिदियोस् त्यस्तो मान्छेहरू फर्किँदैछन् आधी हेर्छन् आधी हेर्दैन अनि केटीको गेम त्यति मतलब हुँदैन क्या होइन त्यही हो यो एरिया क्या उसको केटाहरूको गेम भएको दिन होइन पुलिस गेम च्याम्पियन्स लिगहरू यो लालिगा त थाहा भएन होइन मिस्टेक बोल्यो होला त्यो च्याम्पियन्स लिग भएको बेला चाहिँ इङ्ग्लिस कपहरू भएको बेला चाहिँ कस्तो ब्याक हुन्छ क्या यो त्यति मान्छे छैन ऊ मान्छे भयो पनि फर्किरहेको 2:45 गेम भएपछि हाफ टाइममा होला अहिले लिटरली हाफ टाइममै मान्छे फर्किसक्यो भने जस्तो यस्तो रमाइलो गेम त छैन होला भइरहेको गेम चाहिँ मान्छेहरू फर्किँदैछ कोही जाँदैछ कोही फर्किँदैछ म चाहिँ काममा जाँदैछु होइन काममा जाँदैछु त्यही हो फर्किने मान्छे छ डरै लाग्छ क्या फोनहरू स्न्याच गरिदिनु क्या कस्तो गाडीहरू हुन्छ फेरि उलेर चाहिँ किन होइन हो ब्यानर लिएर चाहिँ अब यो आउट जस्तो क्रिकेट अब चाहिँ क्रिकेट हेर्नु पऱ्यो होइन फुटबल त्यति हेरेर आउट जस्तो लाग्छ क्या त्यही हो लगाउनु पनि लायक लाग्छ त्यो पनि बनाउने हो होइन नै मान्छे त त्यस्तो त नभए पनि छन चाहिँ रहेछ है टोटनहाम होला टोटनहाम ल गेम चाहिँ सकिसकेको रहेछ त्योहरू फर्किँदैछ त्यहाँ त्यही हो स्टेडियम काम हो पुरै मिलाउनुपर्छ 6 घन्टासम्म हो बिस्तारै गर्नु काम गर्छु गेम सिधिसकेपछि त्यही भएर त्यस्तो भिड पनि छैन नि केटाहरूको गेममा त यहाँ हिँडेर आउँदैन क्या त्यस्तो हुन्छ यहाँ केटाहरूको गेम त फर्किने आउँछ पुरा च्यान्ट चलिरहेको हुन्छ पुरा ब्यान्टर चलिरहेको हुन्छ यस्तो मजा आउँछ अस्ति ट्रेनमा जाँदा ठ्याक्कै केटाहरूको गेम चाहिँ दिने परेको थियो होइन पुरा ब्यान्टर चलिरहेको हुन्छ माई गड वेस्ट ह्यामको बेला वेस्ट ह्याम भर्सेस टोटनहाम हुँदा आएको कस्तो खतरा ब्यान्टर चलिरहेको हुन्छ तिनीहरू अनि झाड त झाडै हो तर गर्मी भइसक्यो मलाई चाहिँ हिँड्दा हिँड्दै हिँड्दै थाकिसकिहालिन्छ गर्मी हुन्छ त्यही अब त्यहाँबाट काममा जाने काम हान्ने सही पैसा पाउने पैसा पाएपछि रमाइलो गर्ने रमाइलो त त्यस्तै हो पैसा पाएपछि खाना बस्नुमा चाहिने हाल्यो त्यही हो गाह्रो छ अलिकति स्थिति त काम यताबाट जाने हो अडियन्सहरू छ अब यहाँ गेटमा पास देखाउनुपर्छ मेरो गेटमा पास देखाउनुपर्छ एकछिन भ्लग काट्छु अनि अलिकति स्निक पिकहरू चाहिँ दिन सक्छु है त्यो केटा अब कामसाम गऱ्यो थाक्यो होइन घर जानुपर्छ आज त बबाल राति भइसक्यो 11 बजी लागिसक्यो ए स्टेडियम यही हो होइन कामसाम गऱ्यो अब घर जाने हो घर गएर छुट्टा खाना जाने हो झ्याउलाइसक्यो आज त तल पिच हुँदैछ पिच यस्तो टोटनहाम स्टेडियम हो ल केटाहरू गएको है अब चाहिँ अघि म उसमा थिएँ कारमा थिएँ एकजना त्यहीँको उसले चाहिँ छोड्दा हो अब घर जाँदैछौँ होइन बस गरिरहेको यहाँ अँध्यारो बाटो छ क्या अलिकति गाह्रो हुन्छ खुट्टा पनि बवाल दुखिरहेको त्यही
बाटो केटा घर चाहिँ फर्कियो अब घर जाने भात खाने अनि सुत्ने त्यही हो आजको यति नै हो ब्लग होइन अब यसलाई योपालिको सानो ब्लग बन्छ होला 10-15 मिनटको ब्लग बन्छ होला ब्लग त के भन्नु सर्ट क्लिप जस्तै भयो होइन अरूहरू भात खाने टाउको दुखिरहेको खुट्टा दुखिरहेको चाक दुखिरहेको सबै कुरा दुखिरहेको यस्तै हो भोक लागिसक्यो फेरि अब 12 बजिसक्यो अब यहाँ हेरौँ के हुन्छ के सब्जी बनाएर हेरौँ सुत्ने गुड नाइट टेक केयर सी यू अन नेक्स्ट ब्लग है बाई